मुस्कानजी स्वागत छ है। धन्यवाद। नमस्कार गर्छु। नमस्कार सबैलाई सम्मेनजीको भ्लगमा हैन लाइक सब्स्क्राइब गरिदिनु होला। ल धन्यवाद। ल है स्वागत छ स्वागत छ। आज हामी जाँदै छौं कहाँ बुद्ध पार्क। यसरी दुईजना त्यहाँ अगाडि कोही यता कोही यता कोही यता। मुस्कान चाहिँ एक्जाम कस्तो भयो? एक्जाम त्यति पढेको थिइनँ। हल्का मात्रै पढेको थिएँ। त्यो हल्का पढे जस्तै हो। हो रोशीजी एक्जाम कस्तो भयो? एक्जाम ठिकै भयो भन्नु न। ठिकै भयो। यसले हिसाब सब गरे। रोशनजी के कस्तो भयो? मेरो उसको हेरेर लेखाउने। आज हाम्रो बीबीएस 4th इयरको एक्जाम थियो अनि एक्जाम सकाएर हामी यहाँ घुम्न आएका छौँ। अनि यतातिर गाइज लुक एट मी। कहाँ माथि हो त? ल भ्यू चाहिँ खतरा देखिरहेको हो क्या यार। यहाँ हेर न है राम्रै आयो है। जङ्गल लास्टै सुनसान छ होइन। घाम लागिरहेछ। यताको दृश्य यस्तो छ। भ्लग हाल्ने है क्या? भ्लग हाल्ने नि हाल्नै पऱ्यो नि। यतिको बनाइसकेपछि हाल्नै पऱ्यो नि। कोही फोटो खिच्ने कोही टिकटक बनाउने। हाम्रो चाहिँ यस्तो छ पारा। यहाँ ग्रुप फोटो खिच्ने कार्यक्रम हुँदैछ। यहाँ छ बुद्ध पार्क। तर यसको पनि ठिकै क्वालिटी त ठिकै आउँछ। जुन फोन त दामी रहेछ त कुन चाहिँ हो? हामी भित्र छिरिसकेको छौँ। यस्तो रहेको छ। यहाँ खिच्ने हो नि। यस्तो मिठो आइरहेछ। केटाहरू यहाँ छ। अब फोटो खिच्ने हो यहाँ छोटा पारामा। यहाँ ढिला आइपुगेको होइन। म कन्टेन्ट क्रिएटर अरे। ल अहिले हामी भिडियो बनाउँदैछौँ। त्यहाँ माथि जाने कुरो भइरह के अहिले फर्किने बेला खिच्ने। कालो चस्मा लाउ भन्छ होइन मुसानजी? कालो चस्मा लाउ भन्छ। यहाँबाट भ्यू यस्तो देखिन्छ। लेडिजहरू त्यतातिर छन् कोही त्यता छन्। छिटाउ है छिटाउ। अब फर्किँदैछौँ हामी यहाँबाट। अब यो सिँढीबाट झर्ने केटा हो। अनि के भन्नु छ तिमीहरूलाई भन त लु। के भन्नु छ? हो नसोचेको के भयो? एक्जाम नसोचेको भयो। रमाइलो पनि नसोचेको भयो। 50 मार्क्स थियो अरे आउँछ भनेर पास हुन्छ भनेर सरले टाइप गरेर नसोचेको भयो। ल ठिक छ ठिक छ। हुन्छ बुझ्नु भयो हजुरले? अब हामी घर फर्किँदैछौँ। एक-एकवटा समस्या खाएको यति गर्न सकिन्छ। तिमीहरूले लास्टै ढिला गरेको। काम गरेछ। तिमीहरू फोटो खिच्न लास्टै टाइम लाउँछ अनि। ट्रेलर मात्रै देखाएँ। बाकी कुछ भी नहीं है। पछि गरममा भनेर छोडिराखेँ। ल ठिक छ। तिमीहरूले सब्सक्राइब हान्नु पऱ्यो होइन। तर भिडियो पो भयो कि भएन? भएछ। हजुर झाडु लिएर आएर बनाउँदै लु भन्दा गुरुले
बढार्दै हिँड्न नि तिमीहरू अब यसो चिप्लिँदो रहेछ क्या काम तिमीहरूको बुढाले भन्नु अँ नेक्स्ट टाइम झाडु लिएर आउँछु कुचो लिएर आउने बढाएर यो बाटोमा मिठो देखिरहेको छ यहाँ दृश्य लुक एट दिस भ्यू अहिले सामानलाई ओ यहाँ त बाटै बिग्रिया रहेछ है मेन रोड थिएन है के बोल्नु बोलायो आज मेरो भ्लगमा पाहुनाहरू हुनुहुन्छ यतातिर कसरी भन्नु पर्यो भाषण पाउन भाषण पाउन इन्ट्रोडक्सन त्यही हो त्यही हो यो चाहिँ ग्रेड वाल हो सिन्धुपाल्चोकको यो माथिको यहाँ रहेछ माछा पालन हामी चाहिँ ट्राउट माछा खाएर आएको छौँ माछा खाना आएको अरे अब सुरु चाहिँ गर्ने होला क्या होइन नि यो दृश्य रहेको छ चौतारा साँचो गढीको वाउ ल ठिक छ तर गर्मी चाहिँ व्यापक भयो क्या यार गर्मी चाहिँ व्यापकै भयो क्या है गर्मी चाहिँ व्यापकै भयो हेर्नुहोस् अनि पछाडिको दृश्य यस्तो छ बडा भ्यू हिँड्दैछ यतातिर फेरि कोही सल्लाह होइन हल्ला हो हल्लाको रुख हो क्या यो सब यस्तो छ यहाँको बाटो अहिले चाहिँ हामी ओह्रालो झरिसक्यौँ ओह्रालो त्यहाँ माथि यहाँसम्म त थियो गर्मी बहुत भएछ उतापट्टि हो कि ग्रेट वाल अफ सिन्धुपाल्चोक आज ग्रेट वाल नै चढियो है चढियो चाइनाकै छेउकै हो तर यो चौतारा हस्पिटल गाडी राख्ने ठाउँ नभएर तल लगाए यसलाई केटाकेटीले यता हिँडिरह कसो भयो त तिमीहरूको यात्रा ठिक छ नि सर कालो भयो त्यो पछाडि लुक्ने को ठिक छ नि गर्मी भयो है व्यापक सर के यार गर्मी चाहिँ व्यापकै भयो यार पाग्ला यस्तो भयो त यार